पहिरो खोलाको बाटो नमान्नु डराएर। सफलता भनेको सफलतै हो होइन, असफलता भनेको असफलतै हो होइन। अरू के छ? बग्दै जाँदा तम्बुर बन्लान्, अग्लिँदै अग्लिँदै जाँदा फक्ताङलुङ हिमाल बन्लान्, त्यही भएर धेरै नबोलौँ। म कन्फिडेन्ट चाहिँ त्यति साह्रो छैन। म सबैमा चाहिँ आउनुभन्दा अगाडि चाहिँ अलिकति अनकन्फिडेन्ट नै हुन्छु। मेरो चाहिँ त्यो रेगुलर नै आयो नि त, हामीले हेरिरहेकै जस्तो त्यो सेटअपमा चाहिँ आयो क्या। तपाईँले बनाइरहेका गीतहरूको जस्तो भिजुअल सेटअप चाहिँ भनेन होइन। तपाईँको विगतका गीतहरू पल्टाएर हेर्ने हो भने र यसलाई दाँच्ने हो भने त करिब उस्तै प्रकृतिको आयो नि त। किन यसरी आउनु? यो गीत चाहिँ खासमा प्रसङ्गवश आउने फिल्मको एउटा गीत पनि हो। त्यसले गर्दाखेरि यसमा चाहिँ मलाई चाहिँ के लाग्छ भने फिल्म चाहिँ अब हामीले एकदमै रियलिस्टिक एप्रोचबाट चाहिँ फिल्म डिजाइन गरेको भएर यो गीत जहाँनिर आउँछ त्यो जसरी देखिन्छ फिल्ममा हुबहु यही नै देखिन्छ र यसले कथालाई अलिकति अगाडि बढाउने चेष्टा नै गर्छ। त्यसले गर्दाखेरि मैले यसमा जस्तो कोरियोग्राफी गरेर डान्स सायद अलिकति त्यो जुन त्यो किसिमको इङ्कित गर्नु खोज्नु भएको होला। त्यसको लागि पनि अहिले म छुट्टै सोच चाहिँ मेरो आइरहेको छ। अलिकति यसलाई विस्तृत रूपमा अलिकति केही गर्न सकिन्छ कि भनेर सायद त्यो सरप्राइजको रूपमा हामी भोलिको दिनमा आउन पनि सकिन्छ है। केही तयारी भइरहेछ बुझौँ, त्यसरी बुझ्नु मिल्छ। विपिनजीलाई दिनु न माइक। विपिनजी जस्तो सफलता र असफलताको व्याख्या गरिदिनुहोस् न, किनभने यो वर्ष अलिकति फरक फरक परिस्थितिहरू देखियो गत वर्ष 81मा। सफलता र व्याख्या के? सफलता र असफलता, तपाईँको असफलताको व्याख्या त अब सफलता भनेको सफलतै हो होइन, असफलता भनेको असफलतै हो होइन। अरू के छ? त्यही हो। अब सफलता असफलताको निबन्ध भनेको चाहिँ अब भन्नु पऱ्यो भने त्यसमा धेरै भन्न सकिन्छ, तर अब खासमा यहाँ निबन्ध भन्नु पर्ला जस्तो लाग्दैन। सबैले बुझिन्छ सामान्यतया सफलता र असफलता, सक्सेस अनसक्सेस भने जस्तो होइन र। यो तपाईँको भोइसमा यो गीत एउटा कुनै लाइन सुनाउँ न। मैले त फेरि यहाँ झुमा दिदीले पिट्नुहुन्छ नि फेरि। नपिट्ने शर्तमा शब्दहरू बग्दै बग्दै जाँदा तम्बुर बन्लान्, अग्लिँदै अग्लिँदै जाँदा फक्ताङलुङ हिमाल बन्लान्, त्यही भएर धेरै नबोलौँ। मिरुनाजीलाई केही बोल्न मन छ जस्तो लाग्यो मलाई। फिल्मको कुनै डायलग भनिदिनुहोस् न, टिजरको डायलग्सहरू। यहाँ मिल्छ भने गीतै गाइदिँदा राम्रो, तपाईँको भोइस पनि सुन्नु। अघि यहाँ लाइभ पनि सुनिसक्नुभयो होइन, भिडियोकै भर्सन पनि आइसक्यो, त्यसैले गीत चाहिँ म नगाउँ होला। तर के भन्यो, अघि सबै भनि नै सकेँ। फेरि पनि काफले गीतलाई र एन्टायर हाम्रो उनको स्वेटर टिमलाई नै एकदमै धेरै माया दिनु होला, साथ दिनु होला भन्छु। वैशाख 26मा रिलिज हुँदैछ। जसरी यो प्रमोसन गर्नुहुन्छ तपाईँहरू होइन, अनि फिल्मको एउटा किसिमको हाइप त पुगेको हुन्छ, तर फिल्म रिलिज हुने बेलामा अहिले पछिल्लो टाइम चाहिँ मुख्य कलाकारहरूले नै समय दिन भ्याउनु भएको छैन क्या, धेरै फिल्म साइन गरेर क्या। अब तपाईँको सेड्युल हेर्दाखेरि पनि त्यस्तै परिस्थिति देखिएको छ। वैशाख 26को पहिलो त्यो लास्ट विक चाहिँ कतिको समय दिने भ्याउनुहुन्छ? किनभने तपाईँको डबल ट्रिपल सुटिङमा जाँदैछ, अहिले जना हराएको बाहुन पनि फ्लोरमै छ होइन। कसरी यो टाइम म्यानेज गर्नुहुन्छ फिल्मको लागि के? किनभने तपाईँ भनेर डिरेक्टरले प्रड्युसरले चाहिँ एउटा सम्झौता गर्नुभएको थियो नि त, मिरुनाजी हुनुहुन्छ, प्रमोसनमा टाइम दिनु होला भन्ने छ, फेरि अर्को सम्झौता अर्कोतिर छ, त्यो बाध्यता पनि छ। अहिलेसम्म अब जसरी काम गरिरहेको छु, यो मेरो लागि एकदमै कस्तो भन्छ, म एकदमै ग्रेटफुल छु जुन हिसाबले कामहरू पाइरहेको छु र गर्न पाइरहेको छु। टिमहरूले पनि मलाई त्यत्तिकै ट्रस्ट गरेर काम गर्न दिइराख्नु भएको छ। हाम्रो पनि एउटा सबै टिमसँग एउटा एग्रिमेन्ट हुन्छ, सुरुदेखि नै यो टाइममा हामी सुट गर्ने, यो टाइममा प्रमोसन गर्ने भनेर प्लानिङ गरेर अगाडि बढेको हुन्छ। त्यसरी नै हाम्रो उनको स्वेटरको पनि एकदमै राम्रो तरिकाको प्लानिङ भइरहेको छ र यो त एकदमै खुसीको कुरा हो जस्तो लाग्छ। कलाकारले टाइम नदिने भन्दा पनि धेरैभन्दा धेरै चलचित्रहरू बनिरहेको छ अहिले। सो त्यो चाहिँ हामी कलाकारहरूको लागि त राम्रो भयो, तर एन्टायर चलचित्र क्षेत्रको लागि नै यो धेरै मुभी बनिनु चाहिँ आई थिङ्क एकदमै राम्रो कुरा हो। त्यो हिसाबले चाहिँ सबैजना बिजी भएको होला, तर त्यसरी बिजी हुँदै पनि अब आफ्नै मुभीमा प्रमोट नगर्ने त्यस्तो त मैले कसैले गरेको देखेको छुइनँ। अब यो
वैशाखमा जसरी तपाईँले भन्नुभयो सेड्युल त छ, तर त्यसरी नै प्लानिङ टाइम म्यानेजमेन्ट गरेर प्रमोसनमा मलाई देख्नु नै हुन्छ। थ्याङ्क यू। मेरो क्वेसन मिरुनाजीलाई, तपाईँको फर्स्ट फिल्म पनि विपिनजीसँगै थियो होइन, तपाईँको डेब्यु फिल्म भनौँ न, र अहिलेको टाइममा विपिन दाईसँग फेरि काम गरिरहेको चाहिँ धेरै आशा बोकेको फिल्म हो उनको स्वेटर, र योभन्दा अगाडि चाहिँ तपाईँलाई चाहिँ तपाईँको जोडी चाहिँ दया हिन्दीसँग चाहिँ एकदम बढी रुचाइएको पनि हो नि त। फेरि उहाँसँग कमब्याक गरिरहँदाखेरि भनौँ न उहाँको जोडीको रूपमा है फेरि कस्तो दर्शकहरूले रुचाउनु होला नहोला भन्ने कुरा चाहिँ केही छ कि छैन, लागिरहेछ कि छैन तपाईँलाई? मलाई चाहिँ एकदमै कस्तो भने मैले सुरुवाती दिनमा नै विपिन दाई जस्तो कलाकारसँग काम गर्न पाउनु चाहिँ मेरो लागि एकदमै ठुलो कुरा थियो। भर्खरै एउटा सानो थिएटरको कोर्स गरेर हामीले एकदमै लुकअप गर्ने कलाकारहरूमा को सूचीमा एकदमै पहिलो नामै हुनुहुन्थ्यो विपिन दाई। त्यो टाइममा मैले उहाँसँग काम गर्न पाएँ। त्यो सेटमा हामी सायद हाम्रो सिन्सहरू धेरै थिएन होला, तर पनि कामको हिसाबले चाहिँ मैले धेरै कुरा सिक्न पाएको दाईहरूबाट। त्यो हिसाबले चाहिँ मलाई एकदमै नै खुसी लागेको छ जब नवीनजी आउनुभयो यो उनको स्वेटरको कुरा लिएर। अनि त्यति बेला भेट्दाखेरि उहाँले स्टोरी सुनाइसकेपछि अनि दाईको क्यारेक्टर मेरो क्यारेक्टर सुन्दाखेरि चाहिँ म एकदमै एक्साइटेड थिएँ। त्यो अब जोडी सुहाउने नसुहाउने भन्दा पनि आई थिङ्क क्यारेक्टर अहिले काफ्लेमै देख्नुभयो होला। मैले आफैले भन्दाखेरि चाहिँ मलाई त एकदमै सुहाएको लागिरहेछ। त्यो हिसाबले चाहिँ मन पराउनुहुन्छ जस्तो लाग्छ। अहिलेसम्मको रेस्पोन्स हेर्दाखेरि मन पराइराख्नु भएको छ, अडियन्सहरूले धेरैले मेसेज गर्नुहुन्छ कस्तो हुने रहेछ उनको स्वेटर, के होला कसो होला भनेर जिज्ञासा एकदमै धेरै छ। त्यसैले म चाहिँ एकदमै एक्साइटेड छु उनको स्वेटरको लागि। विपिनजीलाई मेरो योभन्दा अगाडिको चलचित्रको कुनै एउटा प्रेस मिटमा भेट्दाखेरि मैले तपाईँलाई प्रश्न गरेको थिएँ कि त्यो पात्र तपाईँलाई सुहाए जस्तो लाग्यो कि लागेन तपाईँ आफैलाई भनेर। तपाईँ त्यो बेलामा आफै पनि कन्फिडेन्ट हुनुहुन्न थियो। अहिले आएर चाहिँ यो उनको स्वेटरको लागि चाहिँ या फिर हुन्छ नि काफले पात्रको लागि चाहिँ कतिको कन्फिडेन्ट हुनुहुन्छ त? म कन्फिडेन्ट चाहिँ त्यति साह्रो छैन। म सबैमा चाहिँ आउनुभन्दा अगाडि चाहिँ अलिकति अनकन्फिडेन्ट नै हुन्छु। मेरो चाहिँ प्रदर्शन हुनु अगावै म अलिकति मलाई चाहिँ जहिले पनि गाह्रै हुन्छ। मेरो त्यो स्वभाव पनि हो होइन। मलाई चाहिँ जस आफ्नो फिल्म रिलिज हुनुभन्दा अगाडि म एकदम ढुक्क र कहिले पनि म त्यो उसमा बस्दिनँ। मेरो चाहिँ त्यो एउटा समस्या पनि हो। त्यही भएर यसमा पनि म त्यस्तो कन्फिडेन्ट चाहिँ छैन। भोलि दर्शकले आएपछि दर्शकले हेरेपछि भनेपछि र आइसकेपछि मात्रै बिस्तारै कन्फिडेन्ट हुँदै जान्छु। नवीनजीलाई एउटा क्वेसन के अरे तपाईँको जस्तो डिरेक्टर जुन पृष्ठभूमिबाट आयो फिल्म पनि त्यस्तै हुन्छ कि भन्ने धेरै ठुलो शङ्का हुन्छ कि फिल्म चल्नुभन्दा अगाडि। तपाईँ म्युजिक भिडियोको ब्याकग्राउन्डबाट आउनु भएको, अब फिल्मको गीतहरू हेर्दा पनि त्यस्तै प्याटर्नको छ। उनको स्वेटरमा तपाईँको त्यो म्युजिक भिडियो डिरेक्टरको जुन दिमाग छ त्योबाट तपाईँ कति पर हट्नु भएको छ र त्यो झल्को कति आउँछ कि आउँदैन? यो म आफैले पनि आफैलाई धेरै पटक सोधेको प्रश्न हो। र यो मैले फिल्म बनाउँछु भनेर जुन दिन मैले अठोट गरेँ, जुन दिन मैले सोच राखेँ नि, त्यो दिन नै सबैभन्दा ठुलो पहाड जस्तो चाहिँ यही प्रश्न थियो कि म आफ्नै लागि पनि। र त्यो प्रश्नको उत्तर दिनको लागि चाहिँ मैले सायदै 3 वर्ष यता म राम्रोसँग सुतेको पनि छैन र दिन रात मेहनत गरिरहेको छु। र त्यो म एउटा कुरा त भन्न सक्छु, माध्यम एउटै भए पनि यो म्युजिक भिडियो र फिल्म त आकाश जमिनको फरक छ। र म यो फिल्मको निर्देशकको रूपमा, लेखकको रूपमा र फिल्म मेकरको रूपमा स्थापित हुनको लागि यो मेरो एउटा परिचयात्मक प्रोजेक्ट पनि हो, ड्रिम प्रोजेक्ट पनि हो उनको स्वेटर। त्यसले गर्दाखेरि यो उनको स्वेटर हेरेपछि नै त्यो थाहा हुन्छ। तर मेरो एकदमै हरदम प्रयास चाहिँ छ कि एउटा स्वतन्त्र सिनेमा, एउटा हजुरहरूले हेर्दाखेरि पनि ओहो ल सिनेमा हेऱ्यो है, यो चाहिँ कुनै एउटा म्युजिक भिडियो 2 घन्टाको म्युजिक भिडियो हेरिएन भन्ने बनाउनको निम्ति मैले अहोरात्र मेहनत गरेको छु। विपिन दाइले जिन्दगीमा अटो भर्नुभयो? भरे प्रेमिकाको लागि थियो कि कसको लागि थियो? होइन, प्रेमिकाको लागि होइन, साथीहरूको लागि, क्लासमेटहरूको लागि थियो। त्यो कुराको कति याद आयो यो फिल्म सुटिङ गर्दा, त्यो अटो भर्दाको टाइम हामीले पनि भनेको थियौँ त्यो बेला? एकदमै याद आयो। त्यो चाहिँ अब त्यही यादहरूबाट पनि धेरै कुराहरू छन्। त्यो डिक हानेको चाहिँ प्रिय फुलको त्योहरू सबै त्यतैबाट आएको हो। त्यो आफ्नै उबाट त्यो डिक हालेको छ नि, अब त्यस्तो कुराहरू अथवादेखि मैले चाहिँ भरेको अनुभव छ
मेरो पनि अनुभव छ। मैले चाहिँ धेरै साथीहरूको हाम्रो चाहिँ अब सबैको त्यो पैसै तिरे जस्तो हुन्थ्यो क्या, हाम्रो पर्म लाए जस्तो एउटा मेरो हाल चाहिँ अब सबले गर्छ नि म पनि किन्ने भने जस्तै अटो किन्नलाई पनि कहाँ गएर किनेर त्यो लिएर आएको याद छ क्या, धरान गरेर लिएर आएको थिएँ। मिरुनाजीको चाहिँ सुनौँ न यो अटो, किनभने टिजरमा अटोकै कुरा छ होइन, अटो प्रेमको कुरा। तपाईँको चाहिँ अटोसँगको सम्बन्ध के थियो भनिदिनुहोस् त। मैले पनि भर्न चाहिँ भरेको हो, तर हाम्रो अटो चाहिँ अलिकति मैले भर्ने टाइममा चाहिँ बार्बीको स्टिकरहरू, हेलो किटीको स्टिकरहरू हुन्थ्यो, अनि आफ्नो त्यही साथीहरूको एकअर्काको सँगको कसले चाहिँ राम्रो स्टिकर टाल्ने एकअर्काको अटोमा भन्ने हिसाबले चाहिँ मैले पनि भरेको छु।